के तपाईँले कहिल्यै आफ्नो जीवनमा यस्तो व्यक्तिको मद्दत गर्नुभएको छ जसले बारम्बार तपाईँको भलाइको गलत फाइदा उठायो, तैपनि तपाईँको मनले उसलाई छोड्न मानेन किनकि तपाईँलाई लाग्थ्यो कि मद्दत गर्नु नै सबैभन्दा ठुलो धर्म हो। तर यदि मैले तपाईँलाई स्वयं गौतम बुद्धले नै सिकाउनु भएको थियो कि हरेक व्यक्तिको मद्दत गर्नु सही हुँदैन भनेर भने सायद तपाईँलाई पनि त्यति नै आश्चर्य लाग्नेछ जति त्यस समयमा उनका शिष्यहरूलाई लागेको थियो। बुद्ध त करुणाका प्रतीक थिए, तैपनि उनले भनेका थिए कि केही मानिसहरू यस्ता हुन्छन् जसलाई मद्दत गर्नाले उनीहरूको जीवन सुध्रिँदैन, बरु तपाईँको शान्ति, समय र ऊर्जा बिस्तारै नष्ट हुँदै जान्छ। आजको यो कथाले त्यही गहिरो सत्यलाई उजागर गर्नेछ, जसलाई बुझेपछि तपाईँले थाहा पाउनुहुनेछ कि कहिले मद्दत गर्नु पुण्य हो र कहिले त्यही मद्दत तपाईँको जीवनका लागि बोझ बन्छ। धेरै समय पहिलेको कुरा हो, यो पवित्र भूमिमा एउटा यस्तो समय थियो जब मानिसहरू बुद्धका वचन सुन्न माइलौँ पैदल हिँडेर आउँथे। एक दिन बुद्धका प्रिय शिष्य आनन्द उनी कहाँ आएर एउटा प्रश्न राखे, भगवान, तपाईँ त भन्नुहुन्छ कि हरेक प्राणीमा करुणा राख्नुपर्छ, फेरि तपाईँले किन भन्नुभयो कि केही मानिसहरूको मद्दत कहिल्यै गर्नु हुँदैन? बुद्धले मुस्कुराउँदै भन्नुभयो, आनन्द, करुणाको अर्थ अन्ध सहायता होइन। कहिलेकाहीँ गलत व्यक्तिलाई मद्दत गर्दा आफू र समाज दुवैलाई नोक्सान पुग्छ। म तिमीलाई ती 4 प्रकारका मानिसहरूको बारेमा बताउँछु जसलाई मद्दत गर्नु भनेको आफूलाई अन्धकारमा धकेल्नु जस्तै हो। पहिलो व्यक्ति, बारम्बार चेतावनी दिँदा पनि गल्ती दोहोर्याउने व्यक्ति। बुद्धले एउटा कथा सुनाउनु भयो। एउटा गाउँमा एक व्यक्ति थियो जो सधैँ रक्सी पिएर झगडा गर्थ्यो र भोलिपल्ट माफी माग्थ्यो। गाउँलेहरूले दया गरेर उसलाई माफ गर्थे र मद्दत गर्थे, तर उसले कहिल्यै आफूलाई सुधारेन। बुद्धले भन्नुभयो, आनन्द, जो व्यक्ति बारम्बार एउटै गल्ती गर्छ र सुधारको प्रयास गर्दैन, उसको मद्दत गर्नु भनेको उसको खराब बानीलाई अझ बलियो बनाउनु हो। यस्तो सहायता करुणा होइन, मूर्खता हो। जबसम्म व्यक्तिले आफ्नो कर्मको फल भोग्दैन तबसम्म उसमा परिवर्तन आउँदैन। दोस्रो व्यक्ति, मद्दतको प्रयोग तपाईँकै विरुद्ध गर्ने व्यक्ति। केही मानिसहरू बाहिरबाट सोझा देखिए पनि भित्रबाट धूर्त हुन्छन्। बुद्धले एक व्यापारीको उदाहरण दिनुभयो जसले एक गरिबलाई मद्दत गर्यो, काम दियो र बस्ने ठाउँ दियो, तर पनि पछि त्यही व्यक्तिले व्यापारीको कमजोरी थाहा पाएर चोरी गर्यो र धोका दियो। बुद्धले भन्नुभयो, जो व्यक्ति कृतज्ञ हुन जान्दैन र तपाईँको दयालाई नै हतियार बनाउँछ, उसबाट टाढा रहनु नै बुद्धिमानी हो। आफूलाई नष्ट गरेर अरूलाई बचाउन खोज्नु साँचो करुणा होइन। तेस्रो व्यक्ति, जो आफै परिवर्तन हुन चाहँदैन, त्यस्तो व्यक्ति सबैभन्दा खतरनाक हुन्छ। बुद्धले एक राजाको कथा सुनाउनु भयो जो आफ्नो जीवनबाट दुखित थियो र बुद्धसँग ज्ञान पनि माग्थ्यो, तर आफ्ना विलासी बानी र अहङ्कार छोड्न तयार थिएन। बुद्धले भन्नुभयो, जो व्यक्ति केवल सल्लाह चाहन्छ तर परिवर्तन हुन चाहँदैन, उसलाई मद्दत गर्नु भनेको बालुवामा पानी खन्याउनु जस्तै हो। चौथो व्यक्ति, जो सधैँ आफूलाई पीडित साबित गर्छ। बुद्धले भन्नुभयो, आनन्द, चौथो व्यक्ति त्यो हो जो सधैँ आफ्नो दुःखको रोदन गरिरहन्छ। उसलाई लाग्छ कि सारा संसार उसको विरुद्धमा छ। उसले सहानुभूति त चाहन्छ तर समाधान चाहँदैन। जब कसैले उसलाई सही मार्ग देखाउँछ, उसले नयाँ बहाना बनाउँछ। बुद्धले भन्नुभयो, यस्तो व्यक्तिको मद्दत गर्नु भनेको उसको भरमलाई अझ बलियो बनाउनु हो। कहिलेकाहीँ करुणाको अर्थ कसैलाई उसको जिम्मेवारीको ऐना देखाइदिनु पनि हो। आनन्दले सोधे, भगवान, त्यसो भए हामीले मद्दत कहिले गर्ने त? बुद्धले मुस्कुराउँदै उत्तर दिनुभयो, त्यो व्यक्तिको मद्दत गर जो सिक्न चाहन्छ, जो लडेर उठ्ने प्रयास गर्छ र जसले आफ्नो गल्तीको जिम्मेवारी लिन्छ। साँचो सहायता त्यही हो जसले व्यक्तिलाई आत्मनिर्भर बनाउँछ, कमजोर होइन। याद राख्नुहोस्, विवेक बिनाको करुणा अन्ध हुन्छ र करुणा बिनाको विवेक कठोर। कहिलेकाहीँ कसैलाई मद्दत नगर्नु नै सबैभन्दा ठुलो उपकार हुन सक्छ। नमो बुद्धाय।